र चाहिँ पुरुष र महिलाहरूमा तनाव हुँदाखेरि चाहिँ के भिन्नता हुन्छ, उनीहरूमा के फरकहरू देखिन्छ भन्ने कुरा चाहिँ आज केही कुराहरू गरौँ है। जब केटाहरू तनावमा हुन्छ तब उनीहरू रक्सी खान्छन्, अरूमाथि हाबी हुन खोज्छन्, तर त्यही कुरा केटीमा भयो भने उनीहरू चक्लेट खाने है र सपिङ गर्न रुचाउने र केटीहरू चाहिँ बिना सोची सम्झी कुरा गर्छन्। केटाहरू चाहिँ बिना विचारेर कुरा गर्छन् होइन, नविचारिकन अगाडि पछाडि के हुन्छ भने विचार गर्दैनन् उनीहरूले है। र जब दुइटै तनावमा हुन्छन् त्यसपछि त विस्फोट भइ नै हाल्ने हो, त्यसमा कुनै दुई मतको कुरै छैन। केटीहरूले चाहिँ त्यही समस्यालाई समाधान गरौँ भन्ने पनि खोज्छन् होइन, तर केटाहरूले मलाई चाहिँ एक्लै छोडिदेऊ भनेर पनि के अरे स्थितिलाई टाल्न खोजिरहेको हुन्छ। अन्तिम पुरुषहरू चाहिँ कुरा गर्न बन्द गरिदिन्छन्, बातचित गर्न बन्द गरिदिन्छन् र महिलाहरू चाहिँ एकदम चिन्तित भइदिन्छ त्यस पछाडि चाहिँ।